काठमाडौँबाट नजिक एकदमै नजिक पर्छ त्यसैले सो हामी चाहिँ अब घुम्न जान लागेको यसरी गाडी बाइक स्कुटर है यहाँ सामानहरू यस्तो रेडी भइसकेछ हाम्रो बाबु अब यहाँ टक्क त्यो अब चाबिहाल ल सो गाइज अब हामी ओपन द डोर स्कुटर निस्किँदैछ यहाँबाट गाइजहरू यहाँबाट स्कुटर ट्याक्कै शिला दिदीको लागि यहाँ स्कुटर निस्किसकेको छ शिला दिदी चाबी ल्याउँदा चाबीले आजको फुल ब्लगमा हामी फ्यामिली फुल ब्लग तपाईँहरू अन्तिमसम्म हेर्नुहोला गाइड के गरी मैले बाई बाई टाटा मलाई थाहा छ त्यो यताबाट पोलबाट भित्रबाट माथि पुग्छ चौकीबाट माथि है आज Oh. Look guys. मेरो पछि आएन मेरो पछि Look guys. अब हामी चाहिँ आज चाहिँ खासमा नगरकोट जाने भन्थ्यो एक ढिलो भयो त्यही कारणले आज चाहिँ हामी बाइपास हुँदै मुर्कु भन्ज्याङको बाटो हुँदै नगरकोटको अब जता रमाइलो छ त्यतै बस्नेछौँ हामी ड्राइभिङ पिकनिक जस्तो हामी चाहिँ परिवार जाँदैछौँ सबैजनाले भिडियो बनाउने मैले हामी चाहिँ यहाँ चौकीबाट ओह्रालो लागेको अवस्था छ नानीरा चुरी saya tahu nyanyi lagi akan masalah माथि गयो तिनीहरु त माथि उताबाट गएछ उनीहरु रेस गर्ने मान्छेहरु काठमाडौँबाट नजिक एकदमै नजिक पर्छ त्यसैले यहाँतिर नै आउँछ यसरी काठमाडौँ यहाँबाट यसरी काठमाडौँ देखि गइन्छ है एउटा राम्रो भ्यू देख्छ यहाँबाट अब बाइक मान्छेहरु बाइकहरु त्यो इन्डियाहरु कुदाउनलाई पनि यो बाटो आउँछ है
बाटो चाहिँ एकदमै खतरा छ शीतकालो माथि पुरा हेर्ने पनि यो मान्छेलाई यहाँ आएर भिडियो बनाउनै मन लाग्छ कस्तो लाग्छ खाना चाहिँ खान्छ कमाउँथ्यो एउटा चाहिँ So guys, यहाँबाट भ्यू यस्तो देख्न सक्नुहुन्छ है So भ्यू देख्न साथमै राख्नु कसैलाई म यहाँ एकचोटि बाइकमा नि स्कुटरमा पनि आएको छु गाइड होइन त्यसलाई चाहिँ भन्ज्याङ भन्छ यहाँबाट माथि गयो भने चाहिँ मुर्खु भन्ज्याङ है मुर्खु भन्ज्याङ पहिला हाम्रो सकिएको नि भन्दा हामी कहाँ जान लाग्यो यहाँ पहिला थाहा छैन गाइड यहाँ उताबाट हिँड्नु जाँदैन उता ठाडो गएको म आएको छु कि म यहाँसम्म आएको छु है हेलो गाइस क्या ख्याल है आप लोग का उता काठमाडौँ जान्छ यता जान्छ यता सिक्किम चाहिँ जाना पड़ता है इधर सिटी वहाँ इधर के पता नहीं Nuova Corvette ya kira. Biar nuova Corvette mana dah? Gaya. Port zona ni. Asyong wa, tiga tiar ini dah.
पिङ खेल्नु पिङ दाजु पिङ खेल्नु जा पिङ खेल जा पिङ खेल जा फर्सिला आउनु दाजु पिङ खेल्ने उभिएर भनेको बसेको बहिनी बिस्तारै बिस्तारै काजी सिला 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 जना कुवामा पेला फाग्यौँले ल दाजु छोड कान्छी यता यता ल दाजु छड्के गयो दाजु फर्स्टमै छड्के गयो तपाईँ दाजु अलिक बिजोक भयो यता छड्के ता यता छड्क्या आज के बिस्तारै एक खेल्न जाने ल एक खेल्न जाने कि आज म्याच बिस्तारै के बिस्तारै आज बिस्तारै आइज जा ल चाल चाहिँ जमा ल यता यता राम्रै गाडी दाल नसिला दाल म त आम्मा त्यो आन्टीको माइत क्या कसैलाई धालेमा चाहिँ त फेरि धेरै होไปแบบไหลนะครับ लास्ट यहाँ चाहिँ बुद्ध भगवानको तीनवटा मूर्ति सङ्गीत चिन्तनले अनि बुद्ध रमेशले चाहिँ यहाँ बनाउने रहेछ बस त्यो मिलेन है नबनेको रहेछ अनि हामी चाहिँ अब यहाँ आएर अनि भर्खर यहाँ पिकनिक चाहिँ यहाँ खायो भने यो ठाउँ चाहिँ अब यहाँबाट चाहिँ एकदमै राम्रो भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले है यो ठाउँबाट चाहिँ काठमाडौँ दामी भ्यू देख्न सक्नुहुन्छ तपाईँहरूले है गाइस
फोटो पुट्टी में हेलो मिठो छ दिन पनि मैना झै आफ्नै So guys, है Coba orang semua Kahile, lo chale lo. Oh! दर्शक दिनहरु माया खोइ हेलो सम्पूर्ण यहाँ हाम्रो भेनाजु दाजु दिदी बहिनीहरुलाई हामी चाहिँ दर्शक है गाइस हामी चाहिँ दर्शक ए दाजु दर्शक हामी चाहिँ दर्शक गाइस बिना सिना तिकेर शेषन लो माया तिम्रो यादले मन चिसिन्छ
चिनो अलि छोडी हिँड्न सबै सँगसँगै हिँड्न सँगसँगै दौडी न दौडी ओ पखना ओ पख तो गाइस हामी चाहिँ पिकनिक यस्तो रुक्न भने पिकनिक खाएर पनि आइसकेका छौँ ल भाइ ल म आफै छेउमा आइदिन्छु फुल टिपी सिरैमा लगाइदिन्छु भागौँला त्रिशुली तारेर भागौँला त्रिशुली तारेर लैजाउँला सिन्दुरै बारेर ओहो ए गाडी आयो बसौँ सबैजना आफ्नो आफ्नो सिटमा बसौँ ल हेलमेट पिटमा लो ल सामान लोड गर्दैछ किन नपाल्नु देख्नु मैले भेटेको छ है हो होला बाइक छ ओ जाना अब टक्क रमाइलो गरियो ल अब लागे स्कुटी मैले चलाउ होला नि आता चाहिँ गरौँ भिडियो म्यानलाई क्यामेरा म्यानलाई है अब अर्को कतिको कस्तो भयो आजको दिनमा एकदम ब्युटिफुल थ्याङ्क यू भेरी मच हेलो बाबु सर हजुरले भिडियो गरिदिनु भएको धेरै धन्यवाद हजुरलाई ए वाह को जाने गाडीमा